अलिअलि त्यो भूत जस्तो त्यो तर्साउनलाई भगाउनलाई रोग निको पार्नलाई जुन धामी झाँक्री ल्याउने कि तिनै फेरि राजा महाराजा ल्याउने कि भन्ने एकछिन मान्छेहरूलाई परेको छ। त्यो सत्य होइन, ठिक होइन। त्यो रोग निको हुनेवाला पनि छैन र धामी झाँक्रीको रूपमा फेरि ती मृत भइसकेको राजतन्त्र आउनेवाला पनि छैन। त्यो समाधान होइन। र अर्का थरी वैद्यहरू अलिकति जडीबुटी पिलाउँदै आएका जुन अहिले 3टा टाउकाको रूपमा आएका छन्, आफूलाई छोटे राजा जस्तो पनि देखाउँछन्। गत 9 वर्ष संविधान जारी भएपछिको 9 वर्षमा 11वटा सरकार परिवर्तन भएको छ अनि तिनै 3टा टाउका पालो सरकार चलिरहेछन्। अहिले सरकारमा छौन्जेल सब ठिकठाक छ, जनतालाई बडो अमन चैन छ, सुख समृद्धि आछ भनेर गफ दिन्छन्। अनि सरकार गएको भोलिपल्टदेखि लो खत्तम भयो, बर्बाद भयो, सिद्धियो भनेर कराउँछन् अनि जनता रणभूमिमा पर्छन्। त्यसैले ती वैद्यहरू जो अहिले आयुर्वेदको मैले विरोध गरे होइन, त्यो त्यहाँ अर्धविज्ञान हो। त्यहाँ केही सत्यता छ, पूर्ण सत्यता हुँदैन। सामान्य रोगको उपचार त्यसले गर्छ, तर ठुलो रोगको उपचार क्यान्सर, त्यो पनि अझ तेस्रो चरणसम्म पुगिसकेको क्यान्सरको उपचार आयुर्वेदबाट हुँदैन। त्यसको निम्ति शल्य क्रिया गर्नुपर्छ, आधुनिक डाक्टरकै विधि प्रयोग गर्नुपर्छ। त्यसैले नेपालको अहिलेको समस्या भनेको यी 3टा टाउका रूपी जुन वैद्यहरू पालो 9 वर्षसम्म 11 चोटि सरकारमा बसे, ती फेरि 10 चोटि 50 चोटि दोहोरिए पनि यो समस्या हल हुनेवाला छैन। अब समस्याको समाधान के त? डाक्टरले विज्ञानले के भन्छ? हामीले बुझेको पढेको अहिले विश्व इतिहासबाट सिकेको कुरा के हो भने हाम्रो जस्तो देश जो भर्खरै कृषि प्रधान अर्थतन्त्रबाट एउटा सामन्ती निरङ्कुश अर्थतन्त्रबाट औद्योगिक अर्थतन्त्रतिर भइरहेको छ, भर्खर लोकतन्त्र भर्खर आएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ। यसलाई र फेरि जुन ठुला छिमेकीको बिचमा हामी छौँ, उनीहरूले पनि सुँड घुसारेर कहिले कसलाई उचाल्ने, कहिले झाँक्रीलाई उचाल्ने, कहिले वैद्यलाई उचाल्ने, कहिले कसलाई उचाल्ने जुन गरिरहेका छन्। यस्तो अवस्थामा हामी के निष्कर्षमा पुगेका छौँ भने नेपालमा यसको हल, अहिलेको देशको समस्या आर्थिक सामाजिक सबै समस्याको हल भनेको देशमा दिगो लोकतान्त्रिक स्थायित्व पहिले चाहियो। कमसेकम एउटा सरकारले 5 वर्ष 10 वर्ष त नीति निर्माण गरेर लागू गर्न सकोस् न। त्यो कसरी आउँछ त भन्दा अहिलेको यो खिचडी खालको मिश्रित प्रकारको संसदीय प्रणालीबाट त्यो आएन, हामीले देखिसक्यौँ 2 चोटि। त्यसैले त्यसको समाधान भनेको अब हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदको व्यवस्थामा हामी जानुपर्छ। त्यसो भयो भने के हुन्छ? त्यसो के हुन्छ भने पहिले त प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले कमसेकम 5 वर्ष स्थायी रूपमा आफूले सरकार चलाउन पाउँछ। त्यसलाई कुनै संसदले अथवा कुनै पार्टीले हटाएर त्यो हट्दैन। अहिले त एउटा पार्टीको बहुमत आयो भने पनि पार्टी फुट्यो भने फेरि अल्पमत सरकार जान्छ, तर राष्ट्रपतिलाई त्यसरी पार्टीले हटाउन सक्दैन। निर्वाचित भएर आएको राष्ट्रपतिलाई जनताले अर्कोचोटि चुनाव नभएसम्म उसलाई हटाउन सक्दैन। जसरी अहिले तल स्थानीय तहमा हाम्रा मेयरहरू छन्, तर केन्द्रमा र प्रदेशमा भन्दा मेयरको अलि किन वाइवाइ भइरहेछ भने किनकि उनले कमसेकम 5 वर्ष मन लगाएर काम गर्न सक्छन्, आफ्नो सोच अनुसार नीति बनाउन सक्छन्। त्यो त हामीले देखिरहेका छौँ नि। त्यसैले केन्द्रमा पनि हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली गऱ्यौँ भने त्यसले पहिलो कुरा राजनीतिक स्थिरता दिन्छ। अहिले यी 3 टाउकाहरूले पालो खाएर त्यसलाई दोहन गरेर बर्बाद पारेका छन्, त्यसको अन्त्य हुन्छ। दोस्रो कुरा, अहिले जुन मन्त्रीहरू भएका छन्, सामान्य मान्छे गएछ, बुझ्न भएका छैन, कर्मचारीले घुमाएको छ, बिचौलियाले घुमाएको छ, भ्रष्टाचार जुन बिबिगी भएको छ, त्यो मन्त्रीलाई बुझ्नै 1 वर्ष लाग्छ, 6 महिनामा सरकारपछि बिचरा त्यसले के गर्छ। त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले सांसदबाट होइन, संसदभन्दा बाहिरबाट विज्ञहरूलाई लिएर अर्थशास्त्र पढेको मान्छेलाई अर्थमन्त्री बनाउँछ, शिक्षा शास्त्र पढेको शिक्षा मन्त्री बनाउँछ, परराष्ट्र सम्बन्धी ज्ञान भएकोलाई परराष्ट्र मन्त्री बनाउँछ। अनि त्यस्तो भयो भने त्यस्तो चाहिँ ज्ञान भएको विज्ञ भएको मान्छे, राष्ट्रपतिले विश्वास गरेको मान्छेले राम्रोसँग मन्त्रालय चलाउँछ, त्यहाँ सुशासन हुन्छ अनि त्यसले छिटो परिणाम पनि दिन्छ। हो, यो यतापट्टि यसरी जान्छ भने अर्कोपट्टि केही प्रश्नहरू छन्। फेरि राष्ट्रपति हुँदाखेरि फेरि त्यसले चाहिँ निरङ्कुश हुने हो कि फेरि त्यो पनि ठुलो राजा र छोटे राजा जस्तो हुने हो कि भन्ने जुन डर छ, त्यसको चाहिँ हामी के भन्न चाहन्छौँ भने अब मान्छे बौलाउँछ कि भनेर पहिले डराउनु कुरो त भएन।
दुर्घटना हुन्छ कि भनेर गाडी नचल्ने कुरा त होइन, त्यो त आकस्मिकता हो। नियम के हो भने अहिलेको 275 जनाले छानेको प्रधानमन्त्री भन्दा 2 करोड 3 करोड मध्ये 2 करोड हाम्रा मतदाता हुन्छन्। तिनले छानेको हिमाल पहाड तराई मधेसका मेचीदेखि महाकालीसम्मका 2 करोड जनताले छानेको मान्छे अहिलेको प्रधानमन्त्री भन्दा कतिलो हुन्छ भन्ने त मान्न पर्यो नि। त्यसो भएको हुनाले त्योभन्दा राम्रै मान्छे आउँछ, उसले त्यति सजिलै तानाशाह भएर जनताको अहितमा काम गर्न सक्दैन। मान्नुहोस् कोही कहिलेकाहीँ त्यस्ता अलि बौला खालका मान्छे आउन पनि सक्छन्, अलि पपुलिस्ट लोकहृदयका नारा दिएर जनतालाई झुकेर आउन पनि सक्छन्। आएछन् भने तिनलाई फेरि संसदले महाअभियोग लगाएर हटाउन सक्छ। कयौँ देशमा चाहिँ त्यस्ता राष्ट्रपतिहरूलाई उयो भएको थियो नि, कोरिया माल्साले हामीले देख्यौँ नि, त्यहाँको राष्ट्रपतिले मार्शल सैनिक शासन लगाउन खोज्यो, संसदले त्यसलाई तुरुन्तै हटाइदियो। अब अहिले त्यसपछि हट्यो भने हामीले पनि त्यो संसदबाट चाहिँ महाभियोगको चाहिँ प्रस्ताव पारेर त्यसलाई हटाउन सकिन्छ। यदि त्यसो गर्न पनि त्यहाँ त्यस्तो हुन्छ कि भन्ने जुन शङ्का छ त्यस्तो हुँदैन। हामीले आफैलाई जनतालाई सबैले शङ्का गरौँ भने त्यो हामीले लोकतन्त्रमा विश्वास नगरेको ठहर छ। त्यसैले त्यस्तो तानाशाह त जुनबाट पनि त आउँछ, सैनिक तानाशाह आउला, कु गरेर विदेशीले आक्रमण गरेर कठपुतलीले ल्याइदेला, त्यसो भनेर राष्ट्रपति चाहिँ तानाशाह हुन्छ भनेर हामीले शङ्का गर्नु हुँदैन। अब जहाँसम्म हाम्रो जस्तो बहुजातीय बहुभाषी मुलुकमा प्रत्यक्ष राष्ट्रपतिमा जाँदा एउटै जातिको एउटै समुदायको मात्रै राष्ट्रपति हुन्छ कि भन्ने जुन शङ्का छ त्यो त हामीले संविधानमा लेख्नै सकिन्छ नि। अहिलेकै संविधानले पनि हामीले चाहिँ राष्ट्रपति उपराष्ट्रपति फरक जाति लिङ्गको भनेकै छौँ। संविधान संशोधन गरेर हामीले पनि त्यसरी नै राष्ट्रपति र उपराष्ट्रपति फलक जाति र लिङ्गको भन्न सकिन्छ। अझै हिमाल पहाड तराई मधेसमा विभिन्न जातिमा बाँडिएको जुन समाज छ, कुनै पनि जातिको चाहिँ बहुमत छैन। त्यसो हो भने 2 पटक भन्दा बढी एउटै जातिबाट राष्ट्रपति बन्न नपाइने भन्न नि सकिन्छ। 2 चोटि त दिनुपर्छ मौका, 10 वर्ष। त्यसमा एउटा समुदायको राष्ट्रपति भएछ भने 2 चोटि पछि अर्को समुदायको हुन्छ, त्यसपछि झन् अर्को समुदायको हुन सक्छ। यसरी पनि त्यो समावेशी हुन सक्छ। सँगसँगै अर्को कुरा के भने संसदलाई चाहिँ हामीले पुनः समानुपातिक बनाऊ। पुनः समानुपातिक भनेको अहिले जस्तो नेताहरूले आफ्नो खोल्तीबाट झिकेर बनाउने संसद होइन। समानुपातिक भनेको महिलाको विरुद्धमा प्रतिस्पर्धा गर्छन्, दलितसँग प्रतिस्पर्धा गर्छ, मधेसीसँग प्रतिस्पर्धा गर्छ, जनजातिसँग प्रतिस्पर्धा गर्छ, खसारेसँग प्रतिस्पर्धा गर्न सक्छन्। यसरी चाहिँ त्यो पुनः समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद भयो भने त्यहाँ पनि असल र समावेशी प्रकारको संसद बन्छ र संसदले राम्रो नियम कानुन बनाउने काममा लाग्छ। अहिले के भइरहेछ भने कसरी पैसा खर्च गरेर चुनाव जित्ने अनि चुनाव जितेर मन्त्री भएर भ्रष्टाचार गरेर कसरी त्यो ठेकदारबाट बिचोलेको पैसा तिर्ने भनेर मन्त्रीहरू नै भ्रष्टाचारमा चाहिँ डुबिन जान्छन्। तर मन्त्री हुनको निम्ति सांसदलाई चाहिँ नदिने, बाहिरबाट मन्त्री बनाउने भयो भने त्यो सांसदले जो नियम कानुन बनाउने काममा मात्रै केन्द्रित हुन्छ, सरकारलाई नियन्त्रण गर्ने काममा त्यो केन्द्रित हुन्छ र भ्रष्टाचार पनि त्यहाँनिर रोकिन्छ। त्यसरी हामीले स्थायित्व पनि प्राप्त गर्छौँ, समावेशिता पनि प्राप्त गर्छौँ, सुशासन पनि प्राप्त गर्छौँ अनि त्यसको बलमा अनि देशमा विकास र समृद्धिको लहर चाहिँ आउन चाहिँ सक्छ। त्यसैले आदरणीय साथीहरू, महानुभावहरू, हाम्रो आग्रह के हो भने हामीले कुनै लहरमा यो कुरा भनेका छैनौँ। तपाईँले भन्न सक्नुहुन्छ त संविधान सभामा थिइस्, संविधान समितिको सभापति थिइस्, त्यति बेला किन गरिसकि भन्नुहुन्छ नि। मैले त अन्तिमसम्म भनेको छु, दोस्रो संविधान सभामा जो जनतासँग गएर हामीले अभिमत लिएका थियौँ, जनताको करिब 80% जनमत प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्छ भन्ने थियो। तर त्यति बेला अहिलेकै यी जुन 3 टाउका थिए उनीहरूले देखे आफू त राष्ट्रपति जनताले पत्याउला जस्तो छैन, अनि त्यति बेला यी 3 टाउकाले लत्तो छोडिदिए र त्यो जनताको चाहिँ सुझाव अनुसारको राष्ट्रपति प्रणालीमा जान सकेन। मैले त्यति बेला संसदमा पनि विरोध गरेको छु। संविधान जारी भएपछि त्यही दिन मैले आएर यो संविधान आधा गिलास भरि छ आधा खाली छ, एउटा खाली भन्नुको अर्थ यो प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा नगएसम्म संविधान पुरा हुँदैन भनेको थिएँ। आज हेर्नुहोस् त फर्किएर 9 वर्षपछि यो पुष्टि भयो कि भएन। त्यसैले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अबको निकास भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै हो र कुनै पनि बहानामा पुरानो राजतन्त्रलाई फिर्ता गर्ने अथवा यिनै टाउकालाई निरन्तरता दिने समाधान होइन।
त्यसले देशलाई झन् बर्बादीमा मात्रै लान्छ। म यो पुरानो राजतन्त्र फर्कन्छ भन्ने मलाई लाग्दैन। किन फर्कने? यो त आफ्नै कारणले सिद्धिएको राजतन्त्र हो। जनताले हो नारायणकी हत्याकाण्ड गरेको तपाईँ हामीले हो भन्न पर्यो। कसले गरे हो? त्यो त उनीहरू आफैले गरे हो नि। आफैले आफ्नै वंश नृत्य सिद्ध्याउने को हो उसले छानबिन गरौँ। हामी फलानै हो हामी भन्दैनौँ, तर उनीहरूकै खलकबाट मारिएको भने त स्वीकार गरेका नि त सबैले। अनि हाम्रो दोष हो तिमीहरू गरी नखाने, आफैमा भाइ मारा अथवा चाहिँ दाजु मारा बाउ मारा भएर चाहिँ तिमीहरू सिद्धिने अनि काटाकाट गरेर आफू मर्ने दोष हामीले लिने हो होइन। त्यसैले त्यो राजतन्त्रको युग सिद्धियो। म पूर्व राजालाई पनि के आग्रह गर्न चाहन्छु भने तपाईँ मभन्दा 8 वर्ष जेठो हुनुहुन्छ। तपाईँले 2 चोटि राजा भएर के गर्नुभयो? तपाईँ राजा हुने पालै होइन, संयोगले हुनुभयो। त्यसमा तपाईँ खुसी भएर पो बस्ने हो। तपाईँ कहिलेकाहीँ यो देश मेरा बाबुबाजेले आर्जना गरेको भनेर दायित्व छ भन्नु जस्तो पनि खोज्नुहुन्छ। भन्नुहोस् त तपाईँका बाबुबाजेहरू कहिलेदेखि राज गर्न आएको? म त गोर्खाको लिलीकोट भन्ने ठाउँको मान्छे हो। मेरो घर अहिले पनि त्यही छ। लिलीकोटमा मगरहरूका घलेहरूको चाहिँ राजा हुन्थ्यो। दौडेर वर्ष दिनमा दौडेर जसले जित्थ्यो त्यही राजा हुन्थ्यो। तर हाम्रै बाबुबाजे हाम्रै पनि एकजना बराजु हुनुहुँदो रहेछ गजानन्द भट्टराई, त्यही हाम्रै लिलीकोटका गणेश पाण्डे जो कालु पाण्डे लगायतका सन्तान हो। अलि परपट्टि अर्यालहरू थिए, नारायण अर्याल। तिनै बाहुनहरू चाहिँ मिलेर अबको जमानामा दौडेर मात्रै हुँदैन, अलि टाठो बाठो मान्छेले राजा बनाउनु पर्छ भनेर तिम्रा खलकलाई द्रव्य शाह वो कान्छाबाई थिए, उनको पनि राजा हुने पालो थिएन। लमजुङबाट चोरेर ल्याएर लिलीकोटमा बसाले आयो। त्यो त्यति बेलाको आवश्यकता थियो। आजभन्दा 400 वर्ष पहिले जनताको चेतना थिएन, एकीकृत बलियो शासक चाहिएको थियो। त्यसै भएको हुनाले हाम्रै बाबुबाजेले तिम्रो सन्तानलाई ल्याएर लिलीकोटमा राखिदियो। तर तिमीहरूले गरी खाएनौ त हो। जति बेलासम्म नेपाल राज्य विस्तार भयो तिम्रै बाबुबाजेले मात्रै भन्छौ, तिम्रै बाबुबाजे मात्रै होइन, हाम्रो बाबुबाजेले पनि गरे हो। विशेनगरजीदेखि लिएर कालु पाण्डेहरू हुँदै कुलानन्द ढकाल जैसी लगायत सबै मिलेर नेपाल राज्य बनाएको तिम्रा बाजेले नै हो, हाम्रा बाजेले नै हो। त्यसैले त्यो युग पुरानो थियो। अब राजतन्त्रको युग छैन, अब लोकतन्त्रको युग हो, गणतन्त्रको युग हो। तपाईँ साँच्चै देशको माया गर्नुहुन्छ भने आउनुहोस्, चुनाव लड्नुहोस् न, जितेर जानुहोस्। यहाँ साथीले हाम्रो उम्मेदवार बाबु र मन्दिर त्यो हाम्रो पार्टीको निर्णय छैन, मैले दाबी गरे पनि छैन। जो कोही पनि हुनसक्छ, तपाईँले चाहनुभयो भने हुनसक्छ। म अहिले भने घोषणा गर्दिनँ। तर ज्ञानेन्द्र शाहलाई पुरा राजाले मेरो आग्रह के छ भने तपाईँलाई साँच्चै यो देशको माया छ, बाबुबाजेले आर्जेको मुलुक हो, बताउनु पर्छ भन्ने लाग्छ भने अब तपाईँले यसलाई अर्को खेल मैदान नबनाउनुहोस्। तपाईँले त बुझ्नु भएको छ नि, राजा भइसकेका मान्छे भू राजनीति कसरी मडारिएको छ, शक्ति केन्द्रले कसरी खेल्छन्। अहिले एउटा देशका राष्ट्रपति त हाकाहाकी भनेका छन् नि, फलानु ठाउँमा देश मैले भित्र्याउँछु, पानामा कनाल मैले भित्र्याउँछु, त्यहाँका मान्छे अन्त लगाएर त्यहाँ मान्छेहरू हाकाहाकी भनिरहेका छन्। यस्तो जमाना छ। ठुला शक्ति केन्द्रहरू हाम्रै छेउछाउमा पनि सल्लाइरहेका छन्। तपाईँलाई फुर्काएर ल्याएर यहाँ राजा बनाइदिने 2 दिन अनि तपाईँले चलाउन सक्नुभयो। हिजो त सक्नु भएन, अब सक्नुहुन्छ। जसले त्यहाँ ल्याएर तपाईँलाई राखिदिन्छ, भोलि त्यसैले नै तलबाट कार्पेट छितेर तपाईँलाई लडाउँछ अनि देश द्वन्द्वमा जान्छ। अनि के हुन्छ? तपाईँ हाम्रा बाबुबाजेले बनाएको यो जो मुलुक छ त्यो नै बर्बाद हुने खतरा हुन्छ। छिमेको सिक्किम देख्नु भएको थिएन, के भएको थियो? त्यहाँको राजा पनि त्यही शक्तिलाई गुहार्थ्यो, त्यहाँका पार्टीहरू पनि अर्कै शक्तिले गुहार्थे। त्यो दुईटाको बिचमा खेलिकन देशलाई सिद्धाइदिएका थिए। त्यसैले मैले केही दिन अगाडि त लोककथाको पनि कुरा गरेका थिएँ। 2टा चाहिँ बिरालाहरूले रोटी कसले खाने भनेर झगडा गरे अनि एउटा बाँदरले आएर पालो चाहिँ टुक्रा मुखमा हाल्ने, तराजु कहिले यता ढल्किया थियो, कहिले उता ढल्किया, त्यता पनि खाने उता पनि गर्दै रोटी जम्मै खायो र बिराला हेराहेरी गए भने जस्तै यहाँ त्यस्तै हुन्छ। त्यसैले मैले राजनीति यो 3टा छोटे राजा र पुराना मोटे राजा दुईटालाई मैले के आग्रह गर्न चाहन्छु भने तपाईँहरू दुईटै बिरालाहरूलाई बाँदरले त्यसरी खेलाइरहेको छ। तपाईँहरूको हातमा केही पनि पर्नेवाला छैन र तपाईँहरूले चाहिँ यो थाहा नपाएर अथवा बुझ पचाएर लोभिएर यो अनावश्यक खालको खेलमा लाग्नु हो भने देश डरलाग्दो
द्वन्द्वको भुमरीमा जाने खतरा छ, देशको अस्तित्वमाथि नै खतरा छ। त्यो गर्ने अधिकार तपाईँलाई छैन, हामी त्यसो गर्न दिँदैनौँ। यो देश हामीले पनि लडेर ल्याएको हो, हाम्रो पुर्खा लडेर ल्याएको हो, हामी बचाउँछौँ। कुनै बाहिर चलखेल हुने हामी यहाँ दिँदैनौँ। तपाईँहरू जस्ता पुरानो भइसकेका थत्रिसकेका मान्छेहरूलाई फेरि बोकेर हिँड्न नेपाली जनता तयार छैन। त्यसको निम्ति अब यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गएर देशलाई राजनीतिक स्थिरता दिने र हाम्रै जीवनकालमा 10-20 वर्षभित्र नेपाललाई समृद्ध बनाउने, हाम्रा युवाहरूलाई यही देशमा रोजगारी दिलाउने, विदेशतिर गएका हाम्रा दाजुभाइ दिदीबहिनी यहाँ बोलाएर नेपाललाई विश्वको 10 वर्ष 20 वर्षभित्र सबभन्दा सम्पन्न देश बनाउने यो हाम्रो चाहिँ सपना छ। त्यसैले यो अवसरमा म सबैसँग, विभिन्न पार्टीका साथीहरूसँग, विभिन्न नागरिक समाजका मानिसहरूसँग र हिमाल पहाड तराई मधेसका सबै समुदायका साथीहरू आग्रह गर्न चाहन्छु, आउनुहोस् हामी सबै मिलेर हामीले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सभाबाट बनेको जुन संविधान छ यसलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाउँ। आजको सङ्कटको निकास यही हो। यसैको निम्ति हामीले एउटा वैकल्पिक शक्तिको रूपमा अगाडि सारेको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जसको हालसालै जुन हामीले महाधिवेशन गरेका छौँ, त्यसको महाधिवेशनले यही मुद्दालाई लिएर सबैसँग मिलेर जागरण अभियान चलाउँ र यो संविधानलाई सबै मिलेर संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाउँ र विभिन्न देखिएका नदेखिएका भित्र र बाहिरी शक्तिहरूको चलखेलबाट बचौँ। यही नै हाम्रो तपाईँहरूसँग आग्रह छ। यही आग्रह सहित मैले तपाईँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद, अभिवादन, नमस्कार।